भय भयो। पच्चीस टन पावर प्रेसको हाइड्रोलिक मेसिन मेटल बेन्डिङ गर्नको लागि प्रयोग गरिएको छ। यहाँ 2 सेट आएको छ, जसमा एक सेट हामी चितवनमा सेट गर्दैछौँ भने एक सेट काठमाडौँ जाँदैछ, जसमा 90 देखि 100 लिटरको पावर पाएको ट्याङ्की रहेको छ। 2 एचपी को क्रम्पटन कम्पनीको सिंगल फेज या 3 फेजमा मोटर लगाउन सक्नुहुन्छ, तर यसमा चाहिँ सिंगल फेज 2 एचपी को क्रम्पटनको मोटर लगाएको छ भने मेसिनको र्याम एकदम राम्रो सेटमा छ भने यसमा लिभरवाला चाहिँ तपाईको चाहिँ सोलिनोइड भल्भ लगाइएको छ, मिटर लगाइएको छ, लिभर लगाइएको छ। पावर कन्ट्रोल गर्नको लागि प्रयोग यहाँ प्रेसर पम्प लगाइएको छ भने 2टा इन र 2टा आउट गरेर पाइपहरू जडान गरिएको छ। 25 टन पावर प्रेसको लागि हाइड्रोलिक मेसिन जय हनुमान मेसिन सप्लायर्सद्वारा ल्याइएको।